चाहिँ नाङ्लो ओखली हँसिया उहिले चाहिँ यस्तो हुँदो रहेछ दाजु हँसिया है पहिलेको हो यो चाहिँ फुर्लुङ है के भन्थ्यो यसलाई यसले फिपी भन्छ एकमा फिपी हो यताको मात्रै रहेछ माथिबाट ढकन पनि हुन्छ सिक्को ए कहाँबाट लियो होला है मिस्त्रीहरूले पहिला त यस्तो चलाउँथ्यो नि त दाजु है यो रन्डा भन्छ हाम्रो गाउँतिर यसलाई उनाउँछ यसमा ए त्यही त यो चाहिँ दुधेरी भनेको चाहिँ यो चाहिँ दुध दुने हो ए यो चाहिँ गुप्ते अरे यो चाहिँ के हो यो चाहिँ मही ढिकीको हेर्नु दाजु महीको मही पार्ने मर्दानी यसमा उतापट्टि खाबामा रसिलाको हुन्छ कि यहाँ पनि यहाँनिर रसी छिराउने हजुर अनि यसले घुमाउने ए फेर है यो यतिको मम हुन्छ अनि यसले घुमाएपछि हजुर फिटिएर हुन्छ ए यो ढकपल्ला है हो नि पहिलाको उहिलेको ढकपल्ला कहाँबाट पाएछ है ठेकी दही जमाउने गुन्द्री रहेछ दाजु यो चाहिँ गुन्द्री यो ढकपल्ला है यो डाँडी फलामको कित्ली ताप्के रोटी पकाउने हो यो ए रेडियो मकै पुग्ने होल्ट्याङ रहेछ हौ दाजु होर्ल्याङ मकै हजुर त्यही त दुध धुने है आमा कोबिन्डोको बिउ राख्ने कत्रो ठुलो रहेछ हेर्नु दाजु पानी बोक्ने वा मही पार्ने बाँसको धिरी यसमा चाहिँ मही पार्नु भने यसले हल्लाउने है सरसर उदो गर्छ ए हजुर यो त छप्पनी भइहाल्यो यो स्त्री यो त हामीले पनि चलाएको यो चाहिँ आमा उहिलेको ताई त यस्तो पनि हुन्थ्यो रहेछ त है रोटी पोल्ने त कोदालो तर कोदाली हो यो चाहिँ कोदाली है यो कोदालो चाहिँ यहाँ यस्तो खालको हुन्छ ए यो त कोदाली योहरू त भएकै हो आमाम कति लामो काँटा रहेछ दाजु हेर्नु त यो आमाम यो पत्करहरू उठाउने ए पत्करहरू उठाउने हो यो त उहिलेको है राजाहरूले खाने होला यो त